Hi. हामी कता जाँदैछौँ आज? Heading to Pokhara. केमा जाने? Train now. हामी रूपाकोट. हाई गाइज, हामी चाहिँ आज रूपाकोट जाँदैछौँ. प्याकेज ल्याएको थियो हैन, छिल्ली पाराको प्याकेज. 5-6 दिन चाहिँ पोखरा घुमेर आइन्छ साथी हो. हामी भेट्दै गर्छौँ. भागेतिर भाउजू भागेटी भाउजू. दाइ भागेटी दाइ. ल अब हामी निस्क्यौँ. माथि आइसक्यो. माथि नै छ के गाडी. अब अब चाहिँ हामी हिँडेको. ये हमारा है. हजुर. ये हमारा राइड है. नहीं हुआ भाई साहब. हैन म अहिले त कन्फर्म गर्न सक्दिनँ. एयरपोर्ट पुगेपछि बल्ल कन्फर्म गर्ने हो ल. हजुर. कस्तो लामो त प्रब्लम नगर्नु पर्ने हो है. हामीले अस्ति अस्ट्रेलियाबाट पनि लिएर आएको थियो 4-5 तोला त लिएर आउनु त. यता ढोकै खोल्न नमिल्ने रहेछ. हजुर. पछाडिमा छ. हुन्छ म के भन्छ ट्राई त गरिहाल्छु. इन केस केही प्रब्लम भएछ भने फोन गर्छु भनेर हजुरलाई. हामी चाहिँ यहाँ एयरपोर्ट डोमेस्टिक एयरपोर्ट पुग्यौँ. हाम्रो यहाँ भाइले ड्रप गर्दैछ. भाइलाई धेरै धेरै धन्यवाद. हाम्रो मान्छे पछाडि छिन्, हामी यहाँ छौँ. सर्लक्क अब यहाँ गाडी साइड लगाएर ट्याक्कै एकछिन कफी सबै खाएर हल्लिँदै पोखरा गइन्छ आज. ल हल्लिँदै पुगिन्छ. पुगेन भने नेपाल एयरलाइन्स डोमेस्टिक डिपार्चर. डर लाग्छ यार मलाई. डोमेस्टिक त के हो 25 दिनभन्दा चाहिँ नि टाइट. 25 दिनभन्दा टिकस लाग्दैछ. त्यो अगाडि ट्याक्सी साइडमा राख्नु पाइँदैन. त्यहाँ एउटा रहेछ नि आउँछ. यहाँ हाम्रो म्याडम झर्नुभयो. कस्तो हुँदैछ त? के खोल्या त अहिले? त्यही त भनेर नि यहाँ भित्र छिराएर हैन. होल्ड दिस. एउटा लगेज एउटा मान्छे त बिचमा हालिदिनु. अडिहाल्छमा उतै हालिदिएँ मैले. ल अब हामी यस्तो यहाँबाट फुल भित्र गएर त्यहाँ जाने. को काउन्टरमा छौँ. पोखरा फ्लाइट 677. टिकट यहाँ छ. नमस्कार सर. नमस्कार. बोर्डिङ पास त्यो लगेज जोग्नुपर्छ. कोलैबोरेशन वाला होला. क्यों होता है? या हामी चाहिँ समामा यस्तो धेरै गरौँ हो. बोर्डिङ गरेर निस्क्यौँ. ट्विक. अब हामीलाई गेट नम्बर 2 मा जानु भने तर फ्लाइट डिले छ अरे. एकछिन यतै हल्लिनु पर्ने होला है त. Here we go. Gate number 1 र 2 यहाँ रहेछ. अब हाम्रो फ्लाइट डिले हुँदैछ. उहाँ चाहिँ मेरो हस्बेन्ड. अब चेकिङ हुन नि त. दाइलाई पठाइदिउँ फोन गरेर. हामी फोन गरिदिउँ त. नम्बर तिमीसँग छ फोन.
हामी चाहिँ चेक इन सकाएर भित्र आयौँ अब चाहिँ हामी वेट गर्ने रे गेट नम्बर 2 बाट जाने रे हामी अनि त्यसपछि हेलो see you in a bit guys. This is the Tribhuvan International Domestic Tribhuvan International Domestic Airlines and Flights. I mean I don't know what is this. And you चाहिँ नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक फ्लाइट जाने ठाउँ यहाँ चाहिँ हामी कुदिरहेछौँ वेट गरिरहेछौँ हाम्रो फ्लाइट 11 बजेको हो तर 30 minutes 45 minutes डिले हुन्छ भनेर भन्दैछ सो 11:45 तिर हुन्छ होला हाम्रो फ्लाइट सो अब वेटिङ चाहिँ टोइलेट गएछ इट्स अ वेटिङ एरिया रहेछ यहाँ चाहिँ हेलो के छ हाल खबर कफी कति पैसाको 300 रुपियाँ 300 रुपियाँको कफी देखाउँदा हेरौँ केही छैन त बोतलमा त मिठो छ AUD को पैसा जम्मा 83.40 83 $1 को ओ घटेर घटे त ल चीयर्स गाइस मेरो बुढी चाहिँ बबल टी खानु पर्यो भनेर नेपाली एयरपोर्टमा बबल टी लिन गएको दङ्ग पर्दै आउँदैछिन् दिस इज बबल टी के हो यो आई डोन्ट नो के हो यो हैन पाउडर दुधमा अनि यो ब्लुबेरी फ्लेभर भनेको ब्लुबेरी फ्लेभरको पाउडरलाई र दुधलाई हालेर पानीमा तातो पानीमा घोलेर अनि त्यसपछि आइस हालेर अनि यो बबल के हो आई डोन्ट नो पैसा कति रहेछ 400 राम्रो ठीक छ प्राइस हेर्दैमा कस्तो प्राइस ठीक छ नो ह्यापी ल खाऊ ट्राई गर ट्राई गर न ट्राई नै गर्नु पैसा तिरिहाल्यो पहिला सुरु होइन म के खान्थिनँ यार वाह नट ब्याड मिठो I'm not gonna drink this. 11 बजेको फ्लाइट डिले भएर 1:15 बजे बल्ल उड्दै जाँदैछ गेट नम्बर 2 677 पोखरा 12:35 This one बस नम्बर 3 फेरि बसमा आएर वेट गर्नुपर्ने होला त्यतातिरबाट उड्ने भइगयो हामी कता छ हाम्रो प्लेन टुङटुङ कुद्दैछ यहाँबाट गाडी ए उता पुछुतिर रहेछ नेपाल एयरलाइन्स तिर रहेछ यति त सँगै आफ्नो पुछरा रहेछ लगेज यहाँ ट्याक्टरतिर होला हामी प्लेनतिर जाँदैछ
त्यो सौरिएर छ ए लाइट ग्रिन हुन्छ गाडी यसको त उता पछाडि नानीको मार लानु रहेछ यो नि एयरपोर्टै बनाउनुला हो पैसाको अगाडि बल्ल प्लेन आयो यो हाम्रो प्लेन लगेज नै छिर्दै रहेछ बल्ल बसबाट उत्रेर प्लेनतर्फ जाँदैछौँ मसँग जाऊ न तिमी मलाई छोडेर अगाडि अगाडि गएर हुने अगाडि रहेछ 6 हामीलाई त नमस्ते गर्नुभयो त 14 मैले त पाइनँ 6 धेरै अगाडि रहेछ डिरेक्ट सँगै त रहेछ नि अगाडि रहेछ ल तिमी बस्नु क्या म झ्यालपट्टि बस्छु ल अब यहाँ ल्यापटप छ ड्याङ्ग हुन्छ भनेर हुँदैन ल दिस इज अस बिचमा परेछौँ पछाडिबाट आउँदै हुनुहुन्छ मेरो बुढीले राख्न लाग्यो त्यहाँ भन्दा भन्दा टेर्दैन अन्डाङ ढुङ्न यहीँ राखे नि हुने कुरो ठिक छ फाइनल्ली बसियो डोमेस्टिकमा पनि यस्तो रहेछ तपाईँको यात्रा शुभ रहोस् च्याक यस्तो चाहिँ यो च्याक नाप्ता खानलाई यस्तो रहेछ यो चाहिँ भोमिटिङ एयर सिकनेसको लागि पाउच रहेछ यो सेफ्टी इन्स्ट्रक्सन कार्ड रहेछ यहाँ के गर्ने कस्तो गाडी भन्ने कुरा अनि कर्पोरेट म्याग्नेटहरू रुटहरू रहेछ ल यति रहेछ चेक गरेँ ल खाँदा भइयो लाट्टा खाँदा भइयो ल त्यहाँबाट के फाल्दै हुनुहुन्छ हावा हाल्दै हुनुहुन्छ के हो त्यो
माइक्रो चकलेट खाइयो म्याङ्गो चाट र चाहिँ स्पेसल्ली ल्याएको भयो खाना पनि हाल्यो खै जान्छ के त हाले ए बुढी जान्दा पपास चाहिँ सानो हाल्ने छ र मुखमा हाल्यो चकलेट सानो हाल्यो हरिवंशलाई सम्झेर छिट्टै पोखरा डोमेस्टिक एयरपोर्टमा पुग्नेवाला छौँ। यो चाहिँ यहाँबाट फ्लाइटबाट देखिएको भ्यू हो, डाँडा काँडा हरियाली। बुट्टे बेगनास लेक रहेछ त्यो होइन छ वी मिस्टेक। काठमाडौँ हेरिकन चाहिँ पोखरा स्टिल घरहरू पातलै छ। झर्नी बेला हुन लाग्यो। अब त्यहाँ ड्राइभिङ इन्स्टिट्युट सेन्टर रहेछ, 8 बनाउने ठाउँ रहेछ। के हो स्कुल, ठुलै स्कुल जस्तो छ। ल पुग्यो, केटाकेटी हो पुग्यो, पोखरा पुग्यो। ल सेती खोला रहेछ उयो सेतो देखिया। सुनलाई छोयो भर्याक्क गर्छ, पख न भर्याक्क गर्छ। छोयो भर्याक्क गरे ल टुङ 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 दाइले सबै ब्रेक हान्नु भयो। ल त्यो हो इन्टरनेसनल पोखरा डोमेस्टिक एयरपोर्ट। ल पोखरा, वेलकम टु पोखरा गाइस। हामी चाहिँ उता ट्राफिक दाइले हल्लाउँदै हुनुहुन्छ। अब त्यहाँ गरेर हामी अगाडि त्यो ऊ छ हाम्रो त्यहाँ के छ त्यस्तो टनेल जस्तो छ, त्यहाँ निक्लिने माथि निक्लिँदा चाहिँ इन्टरनेसनलमा जस्तो के यहाँ देखिन्न दाइ उता साइड लगाइसक्नुभयो। अब बन्द हो। यहीँबाट ल्याऊ भन न हाम्रो लगेज। बुढा हाम्रो लगेज यहीँबाट ल्याऊ भन न। कता अरे लगेज? हाई गर्मी पोखरा ठ्याक्कै पोखरा लेखे मुनि छौँ भन्थ्यो। ए मैले हाई गरेँ त मिनाज देख्नु भएन लगाइदिएको तिम्रो भाइले। यो हेर न इन्टरनेसनल जस्तो क्या, टक्क आएर सिधै प्लेनको मुखमा जाने। यसलाई इन्टरनेसनल नै बनाउनुला हो। पछि लाग्छ, त्यही भएर इन्टरनेसनलको यो स्ट्यान्डर्डको बनायो क्या। इन्टरनेसनल बनाउनु लाग्छ भन्दै थियो नि। खोइ त ब्यागेज उहीँ छ।
बसेर जान्छौ तिमी नि गुलगुल म यो हाल्छु कि त्यसमा के हो यो लगेज ट्याग Yes, this is our luggage. Yes, Buddha. Shormila. यहाँ चाहिँ बोलेवरे छैन बुढो के गरे बोलेवरे छैन भन्दै रे छैन खोल्छ यो चाहिँ खोलेको छ भने छैन ल let's go. All set to go. Guru, कस्तो भयो फ्लाइट एक्सपिरियन्स फर्स्ट टाइम डोमेस्टिक फ्लाइट चढेको कस्तो भयो एक्सपिरियन्स है स्मुथ थियो है आज वेदर राम्रो भएर होला जस्तो केही पनि भएन सेफली ल्यान्डेड भयो हामी वी सेफली ल्यान्डेड अब यहाँ हाम्रो बाहिर वकिल साहब कुरिरहनु भएको छ हामीलाई चाहिँ यहाँ सम्पत्ति लिन लाग्यो हामीलाई होइन सम्पत्तिलाई हामीलाई होइन उसको क्लाइन्टको सम्पत्ति लिन कुरिरह उसको क्लाइन्टको सम्पत्ति लिन बसिरह किथे छ किथे उसको एक झलक कहाँ छ अरे त्यो ऊ त्यो पोखरा लेखेको तल भनेको पोखरा ऊ त्यहाँ रहेछ लेखेको गर्मी हाय गर्मी He's waiting for my brother. My brother. होला मेरो होला 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 ऊ त्यो होला ऊ त्यसमा चाहिँ उहाँ हजुर आउनुभएछ लिनलाई बेन्चमा आउनुभएछ बेन्चमा आउनुभएछ हेलो हेलो हिँडेर आयो भने आइपुगिन्थ्यो क्या यार पोखरा हेलो नमस्ते थ्याङ्क यू भरे बेलुका बस्छ खाप्ला कस्तो लाग्दैछ त एकदम रमाइलो पोखरा पुगेको छ म अब पोखराबाट भयङ्कर छैन अहिलेको इन्टरनेसनल भइसकेको छैन होइन यो भइसक्यो 16-17 फ्लाइट त भयो त्यही मैले भनेको थिएँ उसलाई लागिरहेको थियो मलाई भइसक्यो रेगुलरी अपडेट चाहिँ भएन नभए यहाँबाट पुरै हिमाल सरक्क देखिन्थ्यो नि एयरपोर्टैबाट निस्किने बित्तिकै त पानी पर्ने बेला पानी परिसक्यो होला उता बन्द यो भनेर पनि सोधेन हाम्रो गाडी चाहिँ नआएको बेर हामी यहाँ भाइहरूसँग बोधी जाँदैछौँ त्यहाँबाट अर्को गाडीले लिन आउँछ हामीलाई घन्टा रेस्ट गरेपछि त्यसै भन्नु पऱ्यो होइन त त्यही भने हो पोखरामा झर्ने बित्तिकै चाहिँ हामीलाई दह्रो झरी असिनाले स्वागत गरे साथी हो डेन्जर भयो ल कत्रो भएमै गुच्चात्रो आयो यार त्यो त सानो होला यार उ त्यहाँ हेर बहुत ठुल्ठुलो छ डेन्जर स्वागत गरे यार हामीलाई ल पोखरा लेक साइड आउने बित्तिकै डेन्जर हान्यो गटङटङ हाइट कत्रो डेन्जर हाम्रो त असिना टेक्दैछौँ नि बोधी क्रुजमा छौँ तर हाम्रो यो चाहिँ यो आजको होटल यहाँ होइन हाम्रो नेक्स्ट टाइम हामी यहाँ बस्छौँ हुनाले फ्राइडे र स्याटरडे हामी यहाँ बस्छौँ तर आज चाहिँ हाम्रो गाडी लेट भएर यता बसेको तिमी चाहिँ घुमेर हो भने म त हाम फालिहाल्छु नि एकछिनको पानीले यहाँ पुरै बाढी आएछ
अब हामी यो गाडीबाट चेन्ज गरेर हाम्रो गाडी लिन आएको थियो हामी हाम्रो गाडीमा जाँदैछौँ गाडी चाहिँ कहाँनिर छ भन्ने कुरा ए ओके ल यो हाम्रो रूपाकोटको गाडी यहाँ छ हामीलाई पछाडि बस्छ न अब कहाँ हिँड्ने अब ल हाम्रो गाडी यहाँ छ ओके यहाँ छिर कहाँ हिँड्ने तिमी थ्याङ्क यू भाइ पछि भेटौँला है त अब ल बाई बाई पछि भेट्ला है ल उसको बेला जान्छ रामसँग त्यहाँ अगाडि है त ल हामी हाम्रो गाडीमा छिर्यौँ अब हामी हाम्रो होटलतिर लाग्दैछौँ कस्तो भयो त पोखरामा भव्य असिना स्वागत गरे के भन्छौ वेलकम विथ पुरै असिना पानी ल सियो होटल पुगेपछि है त बाई बाई बोधी खराबाट अब हाम्रो होटल जानु लाग्यो बाटो चाहिँ जमाउ जस्तो आउँदो रहेछ भाइ पुरै डुबेर आधा घन्टा पानी परेपछि सबैतिरको आएर यहाँ त्यहाँ लगाइदिँदैछौ तिमीजना बोल्नु छोडेर बेजोग रहेछ तलतिर त उता त पसलमा पनि पानी छिर्छ भन्थे अहिलेको लाइनमा सब त्यो गहिरो रहेछ त्यहाँ ढल जाम भयो होला ढलमा सबै यो बाटा पत्कर सत्कर सबै फोहोरहरू गएर जाम भयो होला सिलिङ सिलिङ काठमाडौँ रिजर्भ लाइन बनाएर डुङ्गा चलाउँछु भने चाहिँ यही होला पोखरामा चलिसक्यो डुङ्गा पहिला त डराउँदैन थिइन् दाइ अस्ट्रेलिया 4-5 वर्ष जस्तो बसेर आएपछि चाहिँ अनि केही देखिन्न हेर त पुरै फगी छ अनि सचिनु भयो र तैँले हाँस्दै जानुभयो माथि हाम्रो गार्डनमा काम गर्नुभयो ए त्यही भएर हाँस्दै जानुभयो ड्युटी सकाएर घर फर्किनु भयो होला हजुर यहीँ तल जुन हामी चाहिँ एउटा रेस्टुरेन्ट थियो नि हजुर त्यो रेस्टुरेन्ट हाम्रो छोरी माथि रहेछ ए हाम्रो आजको गन्तव्य स्थान रूपाकोट रिसोर्ट आ गए यहाँ से आगे ये हमारा है सलाम भन्नुभयो के फलेछ यहाँ चेरी फ्लावर पुरै केही देखेको छैन फगले पार्किङ एरिया गेस्ट ड्रप एरिया This is our resort. This is our hotel. Johnny and Amy. Thank you. Namaste. Yeah. Okay, thank you. So you say हाम्रो reception. Yes, sir.
Madam, please welcome. There was Hello, namaste. Stay. So you have to go. Namaste. Thank you. Thank you very much. Thank you. Get button. Madam, let's go. Thank you. कता पढ्यो हामी फेरि पानी पर्ला जस्तो भयो नि त हामी यहाँ पुगेको पर्यो हजुर यहाँ चाहिँ फर्स्ट टाइम हो दामी भ्युज देख्यो त्यो पनि पार्ट मात्र ट्रीहरू चाहिँ देखिया छ हल्का हजुर अहिले चाहिँ काठमाडौँबाट रूपाकोटमा यहाँ चाहिँ आज 1 नाइट मात्रै हो पोखरा चाहिँ हामीहरू 5 डेजको लागि हो यता हो हजुर तिमीलाई त्यहाँ दिएकोमा छ चिल्ड्रेन प्लेग्राउन्ड रहेछ यता चाहिँ हाम्रो अब पानी परिरहेको छ हजुर यता जाने बेला त भएन हाम्रो रेस्टुरेन्ट स्विमिङ स्टाफ यताबाट सिधै छेउमा चाहिँ उताको रेस्टुरेन्ट हो त्यो साइडमा चाहिँ छेउपट्टि चाहिँ स्विमिङ यो लिनुपर्ने त होइन यो चाहिँ हाम्रो यताको रुमहरूलाई चाहिँ सर्टकट चाहिँ यो हो यहाँ 804 ढुङ्गे धारा हुनुहुँदो रहेछ यहाँ हजुर घाम पानी भयो यताबाटै हो जाने H02 म हात दिउँ हजुर ए म लिएर आउँछु ओके किन रुक्ने दिस इज 804 माई रुम थियो बेगनास्थल दामी देखिया रहेछ हजुरसँग चाबी हजुरसँग हो नि उसलाई भिडियो बनाउनु पर्छ केही छ भित्र स्पेसल भएकै चाबी हाल त Yo. Hey, see, look. Welcome. This is my welcome. Look here. Oh, यहाँ त यस्तो रहेछ नि त Thank you. यहाँ रोज रहेछ How sweet.
यहाँ यस्तो केक सेक पनि रहेछ नि त पानी परिरहेको उता चाहिँ अलि छ टक्क यहाँबाट बाहिर सब यहाँबाट खाल्डो पुरै देखिँदो रहेछ नि त खाल्डो डाँडो सो गुड रहेछ यहाँबाट यार दिस इज माई प्लेस फेरि आउँछ एकछिनमा हामी चाहिँ यसो एकछिन रूपाकोट घुम्दिउँ होइन भिलेज घुम्दिउँ यो बस्ती केही खाइदिउँ भनेर हिँडेको है त साथीहरू यस्तो रहेछ होइन यहाँ पछाडितिर के रहेछ पछाडितिर रुमहरू होला 802 यस्तो रहेछ 803 रुम रहेछ हाम्रो चाहिँ 804 हो माथिको यतातिर नि भिलेज यस्तो रहेछ क्या घर एउटा एउटा त्यस्तो रहेछ होइन अनि हामी त्यहाँ जान नि कताबाट जाने चाहिँ तलतिरबाट जाने चाहिँ त्यो ठाउँमा जान नि होइन त्यहाँ ठाउँ छैन बाटो गाटो दौडिन्छ लाटो कम आऊ न आऊ हे मेरो बुढो त यार आम्फाला म घुमेर आएर भेट्छु दामी ग्राभल बाटो यो चाहिँ दुई तल्लाको यस्तो कटेज जस्तो घरहरू बनाएर रहेछ होइन पुरै गाउँ नै त्यहाँ टक्क पुरै ठाउँ रहेछ कि अनि यस्तो रहेछ त्यहाँ माउरी पालन पनि रहेछ यो चाहिँ रेस्टुरेन्ट जस्तो लागेको थियो मलाई होइन इथे रुम नम्बर हाम्रोतिर इथे चाहिँ रेस्टुरेन्ट पानोरमा कमन यहाँ ढुङ्गेदार पनि छ साथीहरू छङ गर्दै आउनु भएको यस्तो दामी माथि फ्लावर टक्क होइन त्यो पैसा खर्च गरे अनुसार बस्न चाहिँ चिल आनन्द हुँदछ भ्यालीबाट भागेर यसो गर्नलाई मजाको एरिया रहेछ ल यहाँ स्पा स्विमिङ पुलहरू त्यहाँ रहेछ छेउमा सो इफ यु वान गो देयर त्यहाँ जाने रहेछ हामी खास रेस्टुरेन्ट खोज्दै यही हो रेस्टुरेन्ट त्यसैको तलको होला त्यो त्यही हो क्या रेस्टुरेन्ट त्यो रेस्टुरेन्ट हो माथि त्यो बसेर खाने ठाउँ हो त्यसैको क्या यो चाहिँ यहाँ रेस्टुरेन्ट रहेछ टक्क होइन अनि यु टेक दिस पानोरमा रेस्टुरेन्ट यु गो आई कप हेर्दै गर आउल सी यु अराउन्ड यहाँबाट चाहिँ अब यस्तो गरेपछि हाम्रो रुम चाहिँ त्यही हो यहाँबाट चाहिँ आई एम एट रूपाको रिजोर्ट होइन यस्तो खतरा ठाउँ रहेछ नि त टक्क लगाएर ल यसको तल चाहिँ रेस्टुरेन्ट रहेछ अनि यहाँ चाहिँ पर्खालमा नबसिदिनु होला यो तल देखिएको चाहिँ रूपाताल भने जस्तो लागेको थियो यतापट्टिको चाहिँ भेगनास ताल तल यहाँ ल तिमीलाई मैले तिमी जाँदा अल्छी हो भनेर आएको होइन किन आएको त पछि That one Begnas, that one Rupatal. छैन डाँडो छ बिच फेवाताल त गाउँ ल जाउँ ल बस्दिउँ तल टक्क खाइदिउँ हो र साथी हो मेरो बुढुलाई फोटो खिच्नु पर्यो है त हराउँछ हराउँछ सो हामी चाहिँ अब फेरि फर्क्यौँ त्यहाँबाट फोटोसोटो खिचेर अब हामी यहाँ रेस्टुरेन्टमा जान्छौँ झ्याप्पा हान्छौँ कोठामा गएर सुत्छौँ त्यति लाग्यो होइन हामी ल
काकोट रिसोर्ट ये पकड़ दीजिए आपका बाहिर पनि चिल बसेर खान पाइँदो रहेछ बार मेन्यु चटपट रुपाको डोसे ढिँडो ब्रेकफास्ट त हामीलाई अहिले चाहिएन सुप खाने हो तिमी चाहिएन इन्ट्रिज त्यहाँ देऊ ससेज सुसिज बाई साथीको भित्र पनि होला नि होला यहाँ यसो हेरिदिएको स्पेशल खाना सहित भित्र पनि मेरो छ है हामी भित्र जस्तै ल त्यसो मेनु कुम पाउ चिकन रे कुम पाउ चिकन भित्रै बस्नु होला बाहिर चिसो छ है चिसो छ बुढो डिनरको लागि मात्रै हो कि होइन होला बफे डिनर होला खै के होइन बस्न मिल्छ होला सोध न त्यस खाना बफेट हामी भित्र बस्न मिल्छ खाना के बफेट छ बफेट छैन आला काटो भनेको मतलब हजुरहरूले मेनु कार्ड अर्डर गर्नु अनि टेबलमा ल्याइन्छ ए ओके त्यही भित्र बस्नु नि पायो बाहिर बस्नु नि भयो जहाँ बस्नु पाइन्छ बाहिर पानी बल्ला छ भित्र बस्छु म यस्तो दामी डेकोरेसन गरेको छ हामी आउँछ किन बाहिर बस्नु रिजर्भ हो कि होइन फेरि यो रिजर्भहरू रहेछ साइनहरू रिजर्भ नभएको वाला पनि छ होला यहाँ बस्छु झ्यालनिर त्यो रिजर्भ ए ओके 804 एउटा सेटअपमा यही बस्छौँ न यहीँ नजिक त्यो छ रिजर्भ छ के हजुरहरूले ए हामी लाग्यो ए ओके थ्याङ्क यू कैसा लगा मेरा मजाक ल यो चाहिँ सेटअप रहेछ ड्रिङ्क्समा यो चाहिँ हजुर थ्याङ्क यू उहाँलाई दिनुहोस् फुल मेन्यु थ्याङ्क यू भेरी मच दिस इज हट लभ इज इन द एयर होइन दादा खान पड्किँदैछ साथमा क्यान्डल लाइट डिनर अनि यो मेरो बुढी होइन त्यो एम्बियन्स चाहिँ दामी रहेछ ठिक छ मजा आइरहेछ हामी चाहिँ ड्याप्प खाएर निस्केको यहाँ चाहिँ आउटिङ रहेछ भन्नाले डाइनिङ एरिया रहेछ बाहिरतिर यस्तो होइन द्याट चाहिँ रूपा देखो रूपा की रूप द्याट्स रूपा लेक देखो रूपा की रूप की सौन्दर्यता यता हेर बेगनास हैन बेगनास के हो रे हैन के हो रे बुढो यो हो बेगनास बेगनास पाए That's big nice one. Oh my god, देखो इसकी ब्यूटी सुंदरता. Come on, आओ. मैं आओ. खिच्ने हो र? खिच्दिन्छु नि म. कस्तो राम्रो चाहिँ आउँदो रहेछ नि ओके छ त. भयो अहिले कि भोलि खिचौँला नि. भोलि कतिखेर खिच्ने बिहानै. योबाट अब त्यो रेस्टुरेन्ट त्यो भयो अनि यतातिर चाहिँ स्पा र स्विमिङ रहेछ अब हेर्छौँ हामी कति बजेसम्म पौडी खेल्न मिल्ने रहेछ नत्र म चिसोमा पौडी खेल्दैनौँ तपाईँलाई दुई चाहिँ नाना हान्ने भट्टी हान्ने ठाउँ रहेछ त्यो रेस्टुरेन्टको कुल रुम रहेछ बार्बिक्यू जोन रहेछ उनीहरूले हामीले पनि बार्बिक्यू गर्नु पाइन्छ क्या ढ्याक्क बसेर मासु पोलेर झ्याम झ्याम हानिदिने हो क्या साथी हो के भन्नुहुन्छ त हजुर यो बेकरी सेक्सन नो बार्बिक्यू बार्बिक्यू यप स्पा योगा थेरापी टावर यहाँ चाहिँ योगा सेवा गर्ने ठाउँ रहेछ यो पुल रहेछ 5.5 मिट 5 फिट 5 पुल रहेछ ज्याकुजी बन्द भइसक्यो बन्द भइसक्यो
अनि तल चाहिँ त्यो ध्यान केन्द्र हो क्या जकुजी कुन चाहिँ रहेछ रूपपाना सेन्टर होला स्पा एन्ड योगा शावर त्यहाँ नि हो त्यहाँ मसाज गर्न योगा शावर के भने जकुजी पनि रहेछ जकुजी होइन होला दुईटै स्विमिङ पुल होला बच्चाको ठुलोको होला होला त्यस बेला यस्तो रहेछ यहाँ चाहिँ चारवटा स्विमिङ पुल छ यतापट्टि पनि छ तलको चाहिँ के हो यो यहाँ बन्द रहेछ पानी कम रहेछ यो यहाँ 5.5 ऊ त्यो चाहिँ ज्याकुजी होला ऊ त्यो छेउको त्यहाँ माथि धारो नै आउनु रहेछ कि बच्चाहरूलाई प्ले खेल्ने हो कि यस्तो कटेज टाइपको रहेछ हेर नि सिङ्गल कटेज साउना रहेछ त्यो तलतिर तिनीहरू साउना रहेछ लेखेको पढेकोमा यहाँ त्यहाँ ढोकामा त्यो साउना रहेछ त्यो चाहिँ स्पा होला मसाज सेन्टर होला दिस इज ब्याम्बोमा पात कम हाँगा ज्यादा भयो न अब आज हामी फेरि रुम जान्छौँ अनि त्यहाँ रेस्ट गर्छौँ भोलि बिहानको भ्यू देखाउँछौँ है त